अलि त हिँड्ने क्या कहना खुशी का खुमार यहाँ त नहीं क्या कहना खिले खिले चेहरे से आज घर है मेरा घर गुलजार क्या कहना खिले खिले चेहरे से आज घर है मेरा गुल गुलजार क्या कहना लु भन्नुस् न हजुरलाई के भन्नु मन लागेको ल नरुनु नरुनु चाहिँ मलाई साँच्चै नै भनेर थ्याङ्क यू सो मच स्पेशली यो कसको तर्फबाट हो दुईजनाको हो कि एकजनाको हो कि खुसी भन्नु न तपाईँ थ्याङ्क यू सो मच मलाई थाहै थिएन कि कसो भनेर मैले मिस गर्दै काटिरहेको छु मेरो बुढालाई चाहिँ के तिम्रो खाता थियो यो भन्दैछ ए गीत पनि खत्रै आयो त ल आमा गिरो ए अलि साइडमा ल डल्ला दिदीलाई होइन त्यहाँ बाबु चम्चा दिदी कस्तो भनेको मैले सोचेकै थिएन कि है ल ठिक छ नसोचेको हुँदा नि सानो सानो खुसीमै सोचेको भन्दा नि झन् धेरै भयो भन्नु न नसोचेको चिजहरू हुँदाखेरि एकदम उयो हुँदो रहेछ खुसी हुन्छ बाबु खुसी हुन्छ बाबु खुसी हुन्छ फेरि बोकडे उयो देख्छ है फेरि के अरे यो के ज्याकी के भन्नु सेतो र उयो वाला के यो के हो यो मेरो सानो गिफ्ट पनि छ है ल ल अब गिफ्ट भनेको गिफ्ट होइन सानो होस् कि ठुलो होस् होइन अहिले एकैचोटि खोल्नुपर्छ अब दाइ जा ल यसलाई थोरै दियो है यो मोटाउँछ ल बत्ती गइरहेको कि ल झन् गोरी नाम्नी देखेँ मेरो म्यामलाई धेरै धेरै शुभकामना हाम्रो भिनाजुलाई पनि ह्याप्पी एनिभर्सरी वाह यो हो नि त नि के छ के छ गाइस जनता चाहनु वाह